हेलो गुड मर्निङ सबैजनालाई। मैले चाहिँ यो भिडियो चाहिँ बिहानै बनाएको थिएँ तर अझै पोस्ट गर्न भ्याएको छैन र भर्खर मात्र भोइस ओभर गर्दैछु। अनि आजको मेरो दिनको सुरुवात चाहिँ यसरी भयो। बिहान उठेँ, फ्रेस भएँ, अनि चिया खाएँ, अनि फ्रिजमा हेर्दाखेरि अनि बेबी चाहिँ अफिस गइसक्नु भएको थियो नि त। अनि फ्रिजमा हेर्दाखेरि हिजो नै लन्च बक्स प्याक गरेर राखेको मान्छेले लन्च बक्स जहिले बिर्सिने बानी छ, अनि आज पनि बिर्सिनु भएछ। अनि आज त मेरो अफ थियो। अनि त्यसपछि फ्रिजमा हेरेँ खानेकुराहरू के छ भनेर, अनि अलिअलि खाना बनाउनु पर्ने रहेछ। खानाहरू बनाएँ, अनि त्यसपछि खाना एक्लै मनले पनि मानेन। अनि फेरि होइन बिचरा भोकाउनु हुन्छ, फ्रेस खाना बनाएर लगिदिन्छु भनेर हतार खाना बनाएँ। अनि मलाई भान्जीले हेल्प पनि गर्नुभयो। अनि फेरि जान्छु भनेर, अनि अफिस जान्छु भनेर अनि ट्रेन स्टेसन गएँ। अनि यसरी ट्रेनमा बसेँ। आई डोन्ट नो, यो मेरो चाहिँ फर्स्ट भोइस ओभर भिडियो हो। कता के मिस्टेक पनि हुनसक्छ, त्यसको लागि माफ गरिदिनु होला। अनि यसरी ट्रेनमा बसेँ, अनि अलिअलि भिडियोहरू पनि बनाएँ। ट्रेन रित्तो थियो। अनि त्यसपछि अलिअलि भिडियो बनाएँ, अनि नेपालतिर पनि कल गर्दै गएँ। अनि त्यसपछि ठ्याक्क मेरो झर्ने ठाउँ पनि आइपुग्यो, म्युजियम। मेरो बुढाको अफिस चाहिँ सिटीमा छ, टाउन हल पिटी स्ट्रिट लेभल 11मा। अनि बुढालाई चाहिँ केही पनि थाहा थिएन म आउँदैछु लन्च लिएर भन्ने कुराहरू चाहिँ। अनि म फोन पनि उठाइरहेको थिएन उहाँको। अनि त्यसपछि यसरी हिँड्दै गएँ, स्टेसनबाट झरेर हिँडेर चाहिँ 5 मिनट जस्तो लाग्छ। म प्राय सिटी त जाँदिनँ, तर कहिलेकाहीँ गएँ भने चाहिँ ट्रेन नै चढेर जान्छु। अनि त्यसपछि यसरी हिँड्दै गएँ। अनि मौसम पनि ठिकै थियो, हावा लागिरहेको थियो। आजको दिन चाहिँ शीतल जस्तै नै थियो। अनि यसरी चाहिँ म मेरो बुढाको अफिसको बिल्डिङ छिरेँ, अनि लिफ्ट चढेँ, अनि अलिअलि भिडियो पनि बनाएँ। अनि उहाँलाई चाहिँ थाहा नै थिएन कि म आउँदैछु भनेर। अनि लिफ्टबाट झरेँ, अनि त्यसपछि घन्टी बजाएँ, अनि आउनुभयो ढोका खोल्नको लागि। अनि उहाँको रियाक्सन चाहिँ खासै त्यस्तो केही थिएन, बिचरा भोकले आत्तिनु भएको थियो। अनि खाना अर्डर गर्नुभएको रहेछ। अनि खाना आइपुगेको चाहिँ रहेनछ तन्नले। अनि यसरी गएँ म अफिसमा। अनि त्यसपछि उहाँलाई हतार लन्च बक्स खोलेर खाना खानुहोस् भने, अनि खाना खानलाई बस्नुभयो। अनि खाना खानुभयो, भ्याउनु पनि भइसक्यो, कति मिठो छ भन्दै हुनुहुन्थ्यो। अनि त्यसपछि सानो कुराले कति खुसी दिन्छ नि त है सम्बन्धमा। त्यसैले अनि म चाहिँ ओके बाई भनेर म चाहिँ खाना छोडेर खुवाएर फर्केँ। थ्याङ्क यू सो मच।